हेलो गाइज, वेलकम ब्याक अनदर न्यू ब्लग। म चाहिँ हजुरहरूको सामु धेरै पछाडि आइरहेको छु। मैले चाहिँ खासमा अब पहिला पहिला धेरै धेरै इन्फर्मेसनहरू हालिसकेको थिएँ, अनि त्यसपछि अब चाहिँ भिडियो बनाउँदिनँ भनेर बसिरहेको थिएँ। अनि आजभोलि चाहिँ युट्युबमा चाहिँ धेरै मेसेज आइरहेको थियो। अनि त्यसपछि ककाले चाहिँ मेरो नम्बर कहाँ कहाँबाट पाउनु भएछ अथवा फेसबुक आइडी पनि मैले भन्दा पहिला मैले भाषा पढाउँदाखेरि हालेको थिएँ, त्यहीँबाट फेसबुकतिरबाट पनि हालिदिनु भएको, त्यहाँबाट पत्ता लगाउनु भएको होला। फेसबुकमा मेरो नम्बर अनि व्हाट्सएपमा पनि मेसेज गरिरहनु भएको थियो। धेरैजनाले चाहिँ अहिले एजेन्सीले यति मागिरहेछ उति मागिरहेछ, के गर्ने कसो गर्ने भनेर सोचिरहनु भएको थियो। अनि यहाँ आइसकेपछि के कस्तो हुन्छ भनेर सोचिरहनु भएको थियो। म चाहिँ सबैजनाको क्वेसनलाई चाहिँ एउटै भिडियोमा चाहिँ समेट्न चाहन्छु, किनभने म आजभोलि खासै त्यस्तो धेरै भिडियो बनाउने फुर्सद पनि अलि छैन। अब 3 थरीको ड्युटी हुन्छ, एक हप्ता मर्निङ, एक हप्ता डे, एक हप्ता नाइट हुन्छ। अनि त्यो शनिबार आइतबारको बिदाको बेलामा कुनै बेलामा के गरिन्छ, कुनै बेलामा के गरिन्छ। अब नाइट भएकोमा सुत्नु परेको त्यस्तै छ। अब त्यही भएर अनि खासै त्यस्तो साह्रो अब मेरो बिदा आउँछ, भ्याकेसन आउँदैछ, त्यो भ्याकेसनको बेलामा चाहिँ मैले तपाईँले जे जे सोध्नुहुन्छ त्यो चाहिँ सबै कुराहरू चाहिँ स्पष्ट जानकारी दिन्छु। यहाँको बारेमा तपाईँहरूलाई के बुझ्नुहुन्छ त्यो पनि सबै बताइदिन्छु। अहिले चाहिँ मैले सर्टकटमा मात्रै भन्न चाहन्छु कि आजभोलि चाहिँ धेरैजनाले चाहिँ हामीलाई चाहिँ 14 लाख मागिरहेछ, 15 लाख मागिरहेछ, 12 लाख मागिरहेछ। आउँदा हुन्छ कि आउँदा नआउँदा हुन्छ, यो फलाना कम्पनी कस्तो छ, के कस्तो छ, एजेन्सी कस्तो छ सोधिरहनु भएको थियो। मैले एजेन्सीको बारेमा चाहिँ डाइरेक्ट सबै भिडियोमा बताउनु मिल्दैन, अनि त्यसपछि मैले कुनै कम्पनीको बारेमा पनि डाइरेक्ट बताउनु मिल्दैन। किन भन्दाखेरि त्यो भनेको प्राइभेसी रुल्स अनुसार चाहिँ त्यो के गर्यो त्यो कम्पनीले फेला पारेर मलाई उ गर्यो भने फेरि म उनीहरूको प्राइभेसी भङ्ग गरेको भन्ने हिसाबले जेल पनि जान सक्छ। त्यही कारणले चाहिँ त्यसो चाहिँ बताउन मिल्दैन। अब त्यतिसम्म ठुलो चाहिँ नसोध्नु, त्यो प्राइभेसी कुराहरू चाहिँ राख्न मिल्दैन त्यस्तो भिडियोमा। मलाई प्राइभेट सोध्नु भयो भने चाहिँ म भनिदिन्छु, म्यासेजमा सोध्नुभयो अथवा कतै जोडेर सोध्नुभयो भने चाहिँ म त्यसको बारेमा बताइदिन सक्छु। हेर्दा थाहा हुन्छ नि त, धेरैजना जोडिनु भएको छ। अनि यहाँ ग्रुपहरू नि अनेक थरीका ग्रुपहरू छन्, त्यतातिरबाट पनि जोडिनुहुन्छ, उहाँहरूले पनि त्यताबाट पनि सोध्न सक्नुहुन्छ। खासमा चाहिँ अहिले अब 14-15 लाख रुपियाँ 16 लाख रुपियाँसम्म तिरेर आउने। अब पहिले चाहिँ हाम्रो चाहिँ यस्तो कोही मामा पर्नेले यस्तरी पठाउँदै हुनुहुन्छ, मामा पर्ने मेरो यहाँ हुनुहुन्छ, काका पर्ने यहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो। अहिले चाहिँ तपाईँहरूलाई रिक्वेस्ट के छ भन्दाखेरि स्लोभाकिया भनेर तपाईँले त्यता धेरै महँगो पैसातिर आउनुभयो भने चाहिँ तपाईँहरू फस्न पनि सक्नुहुन्छ। किन भन्दाखेरि 14 लाख भनेको सानो एमाउन्ट होइन स्लोभाकियामा। अनि आजभोलि टिकटकतिर पनि धेरै भिडियोहरू चाहिँ भाइरल भएको देखिरहेको छु मैले, जस्तो कि तपाईँहरूले चाहिँ अब दुबई कुबेततिरबाट एप्लाई गर्दाखेरि तपाईँहरूको बेसिक स्यालेरी 1280 भनेर हालिराखेको हुन्छ। सायद उनीहरूले अब स्लोभाकियाको ठाउँमा स्लोभानिया भने भए चाहिँ म पत्याउँथेँ पनि। यहाँको बेसिक स्यालेरी जम्मा 850 छ, 1250 फेरि 1280, 570 बेसिक र त्यसमाथि तपाईँको अकोमोडेसनदेखि लिएर सबै कुरा हुन्छ भनेर भनेको थियो। तर आफ्नो फेक कुराहरू त्यति साह्रो फेक बोलेर अब तपाईँलाई यहाँ यता पठाएर पैसा कमाउने धन्दा मात्रै भइरहेको छ। आजभोलि चाहिँ तपाईँको नेपालको एजेन्सी र इन्डियाको एजेन्सी मिल्यो, त्यहाँबाट 5-7 लाख खायो, 10 लाख खायो। अनि यताबाट तपाईँको स्लोभाकियाको एजेन्सी भयो, अथवा खासै डाइरेक्ट स्लोभाकियाको एजेन्सीहरूले मात्रै त्यस्तो साह्रै धेरै कमिसन खाएर त्यस्तो काम गर्न सक्दैन। किन भन्दाखेरि रुल्स एन्ड रेगुलेसनले चलिरहेको हुन्छ उनीहरूको। उनीहरूले पनि सेकेन्ड पार्टीलाई चाहिँ हायर गरेर, जस्तो युक्रेनी भयो, सर्बियनहरू भयो, यिनीहरूलाई हायर गरेर अनि उनीहरूको मार्फतबाट चाहिँ बल्ल इन्डियन एजेन्सीमा कनेक्सन गराएर अनि त्यसपछि बल्ल काम गर्छन्। अब कोही कोही चाहिँ डाइरेक्ट पनि हुनसक्छ, डाइरेक्ट भएको ठाउँमा चाहिँ अब राम्रो पनि हुनसक्छ। अब जस्तै तपाईँको एउटा ओभर कन्ट्रोल भन्ने छ, उसको पनि अब कोही डाइरेक्ट आइरहेको छ, डाइरेक्ट आएको काम पनि लागिरहेको छ, काम गरिरहेको छ, हामी ओभर कन्ट्रोलबाट हो ठिकै छ भन्नुहुन्थ्यो। अब कोही कोहीको चाहिँ अब यतिजना छौँ यस्तरी सुनेर बसिरहेको छौँ, काम छैन, 5 महिना भइसक्यो, हेर्दैन भने पनि सुनिन्छ। अब त्यो चाहिँ तपाईँको एजेन्सीमा पनि भर पर्छ, तपाईँको एजेन्सीले कतिको पेल्न सक्छ। तपाईँको एजेन्सी अब युक्रेनी हो कि सर्बियन हो कि यहीँको हो कि अथवा डाइरेक्ट कम्पनीसितै कनेक्सन हो कि के हो, यसले चाहिँ धेरै फरक पार्न सक्छ है। अब त्यो चाहिँ अब एजेन्सी अनुसार त्यो फरक पर्छ। अब हाम्रै पनि एजेन्सी मार्फतबाट अब हामी पनि तपाईँको एजेन्सीले पहिला काम लगाइदियो, अब बिचमा कम्पनीमा काम छैन भने काम नभएपछि तपाईँको काटिदिनु हुने बेलामा हाम्रो पनि साथीहरू धेरैजनालाई फायर हानिदिने, पिआरसी पनि लिनु भने 60 दिनभित्र कि अर्को काम खोजेर काम लाग नभए
देश फर्की भन्ने यस्तो यस्तो चाहिँ धेरै बढिरहेको छ। किन भन्दाखेरि कम्पनी सीमित छ, तपाईँको मान्छेहरू चाहिँ फटाफट हालेको हालै छ तपाईँको। त्यो भनेको डाइरेक्ट हेर्दाखेरि त नत्र भने आएर काम लाग्नु भएको छैन, आएको 2 दिन भएको छ भन्दै हुनुहुन्थ्यो। आएको 2 दिन भएको छैन, फलाना कम्पनीमा फलाना यस्तो उस्तो भनेर यहाँ सुनाइरहनु भएको छ। उहाँहरू चाहिँ ठगेको थाहा छैन उहाँहरूलाई। 14 लाख रुपियाँ तिरेर आएको अनि यति मागेको छ उति मागेको छ भन्दै हुनुहुन्थ्यो। त्यस्तो चाहिँ अब घमको खेती चाहिँ नगरेको राम्रो। अब नकमाउने होइन, कमाउनेले कमाउँछन् पनि। अब त्यो भागेको लकको कुरा हो। अब तपाईँको 12 घन्टाको काम रेगुलर 5 दिन 6 दिन भयो भने त तपाईँले नसोचेको पैसा कमाउनुहुन्छ। यहाँ पनि कम्पनी राम्रो पर्नु पऱ्यो, कम्पनीले दिनु पऱ्यो। अब कोही साथीहरूको एजेन्सीले काम लाउँछ भनेर लिएर आएको 1000 रुपियाँ स्यालेरी, बेसिक एकोमोडेसन सबै दिन्छ भनेर लास्टमा के भयो त उनीहरूको न एकोमोडेसन फ्रीमा दिएको छ न के दिएको छ। स्यालेरी पनि जम्मा 450 भनेर पनि कोही साथीहरूले भन्दै हुनुहुन्थ्यो, मैले देखिरहेको थियो पनि। अनि अरू थुप्रै त्यस्तो केसहरू छ। कोही अब लेडिजहरूलाई झन् यहाँ आउनुभएको छ। अब कसैको टिआरसी रिन्यू हुने, प्रायः कोही होटलतिर नि काम गर्नुहुन्छ, कोही अब ओर हाउसमा नै काम गरिराख्नु भएको छ। कोही अस्ति नै एकजना दिदी हो क्या, बहिनी हो, उहाँले नै म्यासेज गर्नुभएको थियो लेडिजहरूलाई पनि अलिक गाह्रै नै छ स्लोभाकियामा चाहिँ। इङ्ग्लिस फुट्टे हो, चल्दैन। अनि त्यसपछि ओर हाउसतिर पनि खासै अब कतै कुनै एजेन्सीले फेला पारिदियो भने पारिदिएको, नभयो भने अलिक गाह्रै छ त्यो पनि। त्यही भएर आउँदाखेरि चाहिँ 16 लाख रुपियाँ 14 लाख रुपियाँ भनेको त म्याक्सिमम् हो। त्यो चाहिँ कोहीले पनि नदिनु होला। त्यतिर आउनु भनेको चाहिँ मूर्खतै हो तपाईँहरूको। त्योभन्दा बरु तपाईँहरूले अरू देश ट्राई गरेर अलि यहाँ आएर चाहिँ एजेन्सीले चाहिँ धेरै ठगिरहेको छ क्या मान्छेहरूलाई। तपाईँको कोही युक्रेनीहरू एजेन्सी प्रायः धेरै छ। अनि उनीहरूले पनि ठगिदिने, सरिबनहरू पनि छ, उनीहरूले पनि ठगिदिने। यहीँको मान्छे त यहाँको मान्छे भइहाल्यो, उनीहरूले पनि मौका मिल्यो भने सिकिहाल्छन् अरूबाट, उनीहरूले पनि ठगिहाल्छन्। अब रुमबाटै निकालिदिने, होस्टेलबाट निकालिदिने, कहाँ गएर बस्ने जाडोमा पैसा भएन भने त बिजोकै हुन्छ। त्यही भएर आउँदाखेरि चाहिँ आफ्नो काम कम्पनी के हो सबैको बारेमा बुझेर
राम्रोसित आउनु होला। तपाईँलाई अरू केही बुझ्नु मन छ भने मलाई म्यासेज पनि गर्नु होला। धेरैजनाले एउटा कम्पनीको बारेमा सोधिरहनु भएको छ, के अरे एजेन्सीको बारेमा सोधिरहनु भएको थियो। मैले त्यसको बारेमा चाहिँ